हेर्नुहोस् है त, यो एउटा बुद्धको स्थान हो र यदि यो बुद्धको स्थानबाट एउटा लाइन यसरी कान्छी अमलासम्म माथि जान्छ भने यस्तो मान्छेलाई व्यापारमा कसैले पनि सक्दैन। यस्ता मान्छेहरू अत्याधिक 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 फाइदा गर्ने व्यापारी हुन्छन् र यस्ता मान्छेहरूले चाहेको खण्डमा माटो पनि बेचेर पैसा कमाउन सक्छन्। तसर्थ यदि यो बुधको माउन्टबाट एउटा सिधा रेखा कान्छी अमलासम्म गएको छ तपाईँहरूको हातमा भने तपाईँहरू निश्चय नै व्यापार गर्नुहोस्। तपाईँहरूको व्यापारमा धेरै ठुलो सफलता मिल्नेछ। तपाईँहरूले जे चाहनुभयो त्यही बेच्न सक्नुहुनेछ, धेरै नाफा कमाउन सक्नुहुनेछ र ठुलो व्यापारी बन्नुहुनेछ। तसर्थ तपाईँहरू पनि आफ्नो हातमा हेर्नुहोस्, आफ्नो परिवारको हातमा हेर्नुहोस्। यदि यो रेखा छ भने तपाईँहरू केही न केहीको व्यापार गर्नुहोस्। तपाईँहरूले जे व्यापार गरे पनि यो रेखा भएको मान्छेको सफलता मिल्नेछ व्यापारमा र तपाईँहरूले जे चाहनुभयो त्यही बेच्न सक्नुहुनेछ।